Hey guys, good morning. Welcome back to my new mini vlog. बिहान उठेको त आज घाम पनि बहुत धेरै छ। दुकानतिर गएको त हेरिरहेको छु भाइहरू पनि छन् त्यही बसेको। त्यसपछि म गइगयो खाना खान घरमा। खाना खाएर आएपछि साथीले भन्यो जाम छतमा। हामी दुईजना घरमा बस्यो थियौं। एउटा अरू आयो त्यसले भन्यो कि तिमीहरू किन यहाँ बसेछ जाम रङशाला घुम्न। त्यसपछि मैले भने कि म त जान सक्दैन मलाई सन्चो छैन यसलाई लगेर जाउँ। त्यसपछि म दुकानतर्फ लागे। अब दुकान जाने बेलामा घाम पनि एकदमै धेरै छ। अब के गर्ने जानै पर्छ दुकान पनि। दुकानमा गएर काम पनि गरे अलिकति भिडियो सिडियो पनि सिनेमेटिक खिचेर बनाएको। त्यसपछि कस्टमरको पनि फोन थियो 3-4 वटा थियो। 3-4 वटा कस्टमरको गरी सन्चो लागिरहेको थिएन त्यहीले गर्दा घर फर्के। पसलबाट घरमा आए त्यो सन्चो लागिरहेको थिएन पानी सानी खाए। त्यसपछि गएर सुतिहाले। सुतेर उठेको त हेरिरहेको छु 7:51 भएको छ अहिले। मेरो साथीले कल गरेर मलाई बोलायो त्यहाँ गएर हेरे त सबै केटाहरू त्यहीँ बसेछन्। बाई बाई गाइज, अब भोलि भेटौँला।